एउटा शहर दुईटा हस्पिटल, एउटा सुरुदेखि भिड, अर्को सुनसान, तर अन्त्यमा दृश्य उल्टियो। किन, कसरी थाहा पाउनुको लागि यो भिडियो अन्तिमसम्म हेर्नुहोला। एउटा शहरमा दुईवटा हस्पिटल खुले। एउटा हस्पिटल पैसा कमाउने उद्देश्यले खोलिएको थियो, अर्को हस्पिटल सेवा गर्ने भावनाले। पैसा कमाउने हस्पिटलमा अत्यन्तै भिड लाग्यो, किनकि त्यहाँ बिरामी पुगेपछि तुरुन्तै एन्टिबायोटिक दिइन्थ्यो, सानो समस्यामा पनि अपरेसन गरिन्थ्यो र बिरामी छिट्टै निको भएको महसुस गर्थे। यहाँ गएपछि चाँडै निको हुन्छ भन्ने हल्ला फैलियो र मानिसहरू त्यतै दौडिन थाले। तर सेवा गर्न उद्देश्यले खोलिएको हस्पिटलमा सुरुमा मान्छे गएनन्, किनभने त्यहाँ तुरुन्तै एन्टिबायोटिक चलाइँदैनथ्यो। अपरेसन आवश्यक भएमा मात्र गरिन्थ्यो र उपचार प्रक्रिया बिस्तारै गहिराईमा गरिन्थ्यो। मानिसहरूले यहाँ ढिलो निको हुन्छ भनेर जानै छोडे। समय बित्दै गयो। छिट्टो उपचार गर्ने हस्पिटलका बिरामीहरूलाई पछि थप समस्या देखिन थाल्यो, किनकि उपचार क्षणिक थियो, जडसम्म पुगेर उपचार गरिएकै थिएन। तर सेवामूलक हस्पिटलमा उपचार गराएकाहरू लामो समयसम्म स्वस्थ रहे। बिस्तारै मानिसहरूले फरक बुझ्न थाले अनि एक दिन यस्तो आयो, नाफामुखी हस्पिटल सुनसान भयो र सेवामूलक हस्पिटलमा फेरि भिड बढ्न थाल्यो। यस कथाले के सिकाउँछ भने पैसाका लागि काम गर्नेले पहिले आफ्नो फाइदा हेर्छ, सेवा गर्नेले अरूको भविष्य सोध्छ। मैले यो कथा किन उठाएको छु भने 2026 सालमा बिमा क्षेत्रमा मेरो भूमिका यस्तै हुनेछ। यदि म पनि केवल पैसा कमाउने सोचले बिमा गराउन लागे भने छिटो आम्दानी त होला, तर दीर्घकालमा बिमित र परिवारलाई सही फाइदा नहुन सक्छ। तर यदि म सेवामूलक ढङ्गले बिमा क्षेत्रमा लागे भने मलाई कम फाइदा होला, तर उनीहरूको जीवन, परिवार र भविष्य सुरक्षित हुनेछ। त्यसैले 2026 मेरा लागि बिमा बेच्ने भन्दा बढी बिमा बुझाउने वर्ष हुनेछ। एउटा शहर दुईटा हस्पिटल, एउटा सुरुदेखि भिड, अर्को सुनसान, तर अन्त्यमा दृश्य उल्टियो। किन, कसरी थाहा पाउनुको लागि यो भिडियो अन्तिमसम्म हेर्नुहोला। एउटा शहरमा दुईवटा हस्पिटल खुले। एउटा हस्पिटल पैसा कमाउने उद्देश्यले खोलिएको थियो, अर्को हस्पिटल सेवा गर्ने भावनाले। पैसा कमाउने हस्पिटलमा अत्यन्तै भिड लाग्यो, किनकि त्यहाँ बिरामी पुगेपछि तुरुन्तै एन्टिबायोटिक दिइन्थ्यो, सानो समस्यामा पनि अपरेसन गरिन्थ्यो र बिरामी छिट्टै निको भएको महसुस गर्थे। यहाँ गएपछि चाँडै निको हुन्छ भन्ने हल्ला फैलियो र मानिसहरू त्यतै दौडिन थाले। तर सेवा गर्न उद्देश्यले खोलिएको हस्पिटलमा सुरुमा मान्छे